गाइस वेलकम ब्याक टु माई भिडियो। देख्न सक्नुहुन्छ होइन, अहिले चाहिँ 4:30 भयो अनि हामी चाहिँ यस्तो अन्धकारमा रेडी भइसक्यौँ। 3 बजे उठेको होइन, त्यही पनि उनी भनेको यस्तो निन्द्रा लागेको जस्तै भएन भनेको 1 बजे सुतेर 3 बजे उठ्दा पनि। हाई गाइज, मैले चाहिँ सैलिङबाट उता तल बसेँ, माथिसम्म आइपुग्न भएँ होइन। त्यहाँबाट सनराइज हेरेँ अनि म चाहिँ अहिले माथिसम्म जाँदैछु। बहिनी चाहिँ माथि गइसकेछ। अघि आउँदाखेरि म हल्का छिटो भएँ, हिँड्दा हिँड्दै ऊ अलिक ढिलो भयो क्या। अनि उठाएर यहाँ आएछ, म चाहिँ त्यहीँ बसेँ। सनराइज हुन लाग्यो भने त टाइम लाग्दो रहेछ नि त सनराइज हुन पनि। अनि अहिले चाहिँ यो गुम्बा र मन्दिर जस्तोमा पुग्नु छ। म लुक मेरो हालत।
डाउन ओ माई गड त्यहाँ हिमाल देखिरहेको छ होइन यहाँ सैलुङको थुम्का थुम्का रहेको छ अनि हामी चाहिँ हल्का फोटोहरू खिच्यौँ अनि खिच्यौँ अनि अरू के हुन्छ हजुरलाई म अपडेट गर्दै गर्छु है। हाई गाइज देख्न सक्नुहुन्छ यहाँ चाहिँ हल्का ओजेल लगाइसक्यो अब चाहिँ हामी महादेव गुफामा जान्छौँ होइन त्यसपछि त्यहाँको पनि हजुरहरूलाई सबै देखाउनेवाला छु है। देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ कस्तो राम्रो माथि हिमालको भ्यू अनि तल त्यो राखेको कस्तो राम्रो देखेको छ नि यहाँ गुम्बाहरू पनि छ देख्न सक्नुहुन्छ है त्यहाँ व्हाइट गुम्बा भयो थियो हामी चाहिँ अब तल झर्ना आँटेको होइन म भ्यू टावरमा चाहिँ चढिनँ किनकि त्यहाँबाट देखि भ्यू र यहाँबाट त्यही त थियो सेम नै थियो प्लस त्यहाँ यति प्याक थियो त्यही भएर म त्यहाँ चाहिँ चढिनँ अनि अब चाहिँ म यहाँबाट तर आज वेदर राम्रो छ हिमालहरू मजाले देखिरहेको छ हामीलाई के अरे सनराइज पनि हेऱ्यौँ हामीले हिमाल पनि अहिले पनि देखिरहेको छ। अब म हजुरहरूलाई तल महादेव गुफामा गएर हजुरलाई देखाउँछु है यो हाई गाइस हामी चाहिँ होइन यो जङ्गलको बिचमा यहाँ महादेव गुफा आउने बाटो अर्कै बाटो रहेछ यताबाट अनि हामी चाहिँ डाइरेक्ट यताबाट आयौँ त्यहाँ जाँदैछौँ यहाँ धेरै गुफाहरू रहेछ अनि महादेव गुफा चाहिँ यही बाटो रहेछ त्यही भएर बाटो जाम भनेर आएको जङ्गलको बिचमा हिँडिरहेको छौँ हामी ओ माई गड। Hi guys, oh my god, उता पनि छ हामी चाहिँ तल त्यही मन्दिरमा यसो हेरेको त्योभन्दा तल अझै गुफा छ अरे मान्छे नै जान मिल्ने त्यहाँ चाहिँ हामी गएनौँ यस्तो स्यासे भइसक्यो कहाँ हिँड्नु सक्नु हालत खराब त्यही भएर महादेव गुफा र सैलुङ त जाने भएर आएको त्यो तलतिर गुफा चाहिँ भर्खर थाहा भएको त्यही भएर गएनौँ हामी चाहिँ यता आइपुग्यौँ। हामी चाहिँ यहाँ ग्रेट वाल यसलाई के वाल भन्छ नि थाहा मैले हिजोदेखिको भिडियोमा भनेर चाहिँ मलाई के वाल भन्छ थाहा छैन ग्रेट वाल के हो ग्रेट वाल आई डोन्ट नो के हो नाम चाहिँ वाल हामी चाहिँ यहाँबाट फर्किँदैछौँ देख्न सक्नुहुन्छ अहिले त हल्का खाली नै छ गाइस मेरो हेर्नु न सधैँ ओ माई गॉड हामी चाहिँ अब त्यही राख म दिन्छु हामी चाहिँ अब यहाँबाट निस्केको होइन हामी सैलुङबाट आएर ब्रेकफास्ट गऱ्यौँ अब हामी चाहिँ काठमाडौँकोतिर लाग्नु पर्यो त्यही भएर हामी चाहिँ निस्किसक्यौँ गाडीले बोलाउनु भइसक्यो अब अरू के हुन्छ हजुरहरूलाई म अपडेट गर्दै गर्छु हेर्नुहुन्छ पानी पनि छ बाइ सी यू।
इस्लामको चक्लेट भनेर थियो त्यो किने त्यहाँ अनि अब म खानाहरू खाएर हजुरहरूलाई अपडेट दिने गर्छु। राति हामीलाई पवर मलमा छोड्नु भयो, हामी जहाँबाट चढ्यो त्यहाँ छोड्नु भयो अनि त्यहाँबाट चाहिँ हामी दुईजना पठाउ गरेर आयौँ घर। अनि त्यसपछि म अब थाकिरहेको थिएँ, मैले भिडियो कम्प्लिट गर्न पाइनँ, त्यही भएर अहिले कम्प्लिट गर्न आँटेको। ओके, अनि मेरो यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि मलाई धेरै माया गरिदिनु होला। लभ यु अल, बाई।